भएन बनाना केक त भन्नै बिर्सेछ 3टा अन्डा अनि अलिअलि कपको थोरै भएको चिनी थोरै भएको हेलो सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा अनि आज चाहिँ म बनाउँदैछु मलाई एकदमै मनपर्ने केराको चकलेट केक अनि रेसिपी पनि म तपाईलाई भन्न चाहन्छु मैले लिएको छु चिया खाने कपको 2 कप मैदा 3टा अन्डा कपको अलिअलि तलसम्म चिनी अनि त्यही चिया खाने कपको आधा कप खाने तेल कोको पाउडर छ त्यसपछि 2टा केरा छ त्यसपछि भ्यानिला एसेन्स छ त्यसपछि यहाँ छ बेकिङ पाउडर त्यसपछि बेकिङ सोडा छ यहाँ त्यसपछि यहाँ चाहिँ नुन छ अनि घोल्नको लागि यहाँ आटा पनि छ अब म सुरु गर्न चाहन्छु सुरुमा चाहिँ अन्डालाई मैले उसल्याउनै बिर्सेछु अन्डा फोड्ने र त्यो चलाउने पक्नुहोस् मैले अन्डा फोड्न लिएर आएँ सुरुमा 3टा अन्डा फुटाल्दैछु एउटा दुईटा तीनटा सरी एकको यसो तल 3टा अन्डा हाल्ने त्यसपछि चिनीको पालो मैले झुक्नु पर्ला जस्तो छ देखिला जस्तो छैन चिनी हालेर चाहिँ अब यसलाई मजाले फिट्नुपर्छ यसै मजाले घोलिएन भने चाहिँ केक राम्रो हुँदैन त्यसरी चिनी र अन्डा चाहिँ मजाले घोलिनुपर्छ जस्तो छ त्यसपछि यतिको चिनी फिटिसकेपछि अब यसमा तेल हाल्दैछु मैले तेल हाल्ने यो चाहिँ भेजिटेबल ओइल खाने तेल हो हालिसकेपछि अब भिनेगरको पालो भिनेगर भन्दो रहेछ प्रभु भिनेगर भन्दो रहेछ यसलाई भेनिला त्यसको एक बिरको एकदम सजिलो छ यो बनाउनु चाहिँ यो फिटिसकेपछि अब हाम्रो पालो आउँछ मैदा राख्ने त्यसपछि यहाँ भएको ड्राई आइटम्सहरू राख्ने मैले चाल्नी ल्याउन बिर्सेछु म चाल्नी लिएर आउँछु अब चाल्नी ल्याइसकेपछि म हाल्दैछु मैदा टक्कै 2 कप छ त्यसपछि बेकिङ पाउडर त्यसपछि बेकिङ सोडा नै आयो त्यसपछि नुन चाहिँ यति छ पुग्छ अनि पालो आउँछ कोको पाउडरको तपाईँले 1-2 चम्ची राख्न सक्नुहुन्छ मलाई चाहिँ धेरै मनपर्छ यति मैले राखेँ यसलाई छानिसकेपछि अब यसलाई मिक्स मैले दुध ल्याउन बिर्सेछु दुध पनि चाहिन्छ त्यसपछि ब्याटर यतिको हुन्छ है अब हामीले चाहिँ यसमा दुध राखेर त्यसपछि अलिकति यसलाई पातलो बनाउनु पर्छ म दुध ल्याउँछु दुध ल्याउन बिर्सेछु मैले अब यो अलिकति बाक्लो हुन्छ यसमा चाहिँ हामीले अलिकति यसको बाक्लोपनलाई घटाउनु पर्छ 1 कप भन्दा अलिकति थोरै ल्यायो भने हुन्छ बिस्तारै गर्दै यसलाई मिक्स गर्ने ब्याटर यतिको भइसकेपछि चाहिँ यो रेडी हुन्छ अब पालो आउँछ केराको अनि यो केरालाई चाहिँ तपाईँले चम्चीले पनि म्यास गर्न सक्नुहुन्छ म चाहिँ ढिलो भएको छ म मिक्सरमा पिनेर ल्याउँछु 2टा केरा मैले चाहिँ त्यो 2टा केरालाई मिक्सरमा पिनेर ल्याएको छु केक पकाउने भाँडा पनि दिएँ अब बिर्सेछु अब यसलाई चाहिँ
केरालाई चाहिँ यो ब्याटरमा मिक्स गरिदिने। पाकेको केरा भए ठिक हुन्थ्यो अलिक। अनि यो यसको मिक्स गर्न परेगा। ल दामी छ। आजको केकको ब्याटर रेडी भइसक्यो। रेडी छ। अब यसलाई चाहिँ हामीले ओभनमा बनाउँदैछौँ। मैले प्रिहिट गरेको छु 180 डिग्रीमा 10 मिनट जति। अब यसलाई म राख्छु 30-35 मिनटको लागि चाहिँ म यसलाई 180 डिग्रीमै पकाउँछु। त्यसपछि लिएर आउँछु। मैले चाहिँ केकलाई ओभनमा राखेको छु। सुरुमा चाहिँ त्यही 180 डिग्रीमा चाहिँ मैले 10 मिनट जति प्रिहिट गरेँ ओभन। अनि त्यसपछि अब 30-35 मिनट्सको लागि चाहिँ त्यसमा मजाले बेक गर्नुपर्छ। अनि आज शनिबारको दिन, छुट्टीको दिन हो। यो ब्याकग्राउन्ड चाहिँ यो हाम्रो सानो रेस्टुरेन्ट जिजीको ब्याकग्राउन्ड, जिजी पछाडिको म देखाउँछु तपाईँलाई। अनि अब एकैचोटि केक पाकिसकेपछि भेट्नेछौँ। बाई बाई। मेरो केक देख्न सक्नुहुन्छ त्यहाँ के बन्यो। केक रेडी भइसकेको छ तर खै के मिलेन। मेरो आउँदैछ क्या अब भिडियो। अनि हो त देखिनु भयो। मैले अघि राखेको के भन्छ अरे त्यो दुध चाहिँ चिसो दुध थियो नतताएको, त्यसले गर्दा पनि होला गरिरहेछ यहाँ। अरू चाहिँ सबै ठिकै छ। यसो थम्बनेल राख्नु अरे। अब यहाँ नजिक लो न म काट्छु यसरी। अब हाम्रो केक यस्तो बनेको छ हेर्नुहोस् है। अब यहाँ के अलिकति के मिलेन तर टेस्ट चाहिँ एकदम राम्रो छ। बन्द भयो। होइन उस भइबस्छ, रेकर्ड भइबस्छ कि। यहाँनिर हामी काट्दैछौँ। हो यस्तो भएपछि देखेको नदेखिँदैन। यसरी यहाँ त्यसमा आउँछ। त्यसपछि यताको पालो। हामी कतिजना छौँ हो? काट्यो भने त पुग्छ होला। मजाले पाक्नु चाहिँ मजाले पाकेको छ। सिधा मलाई देखा। आजको केक तयारी छ। केक बनिसकेको छ। म टेस्ट गर्दैछु। मिठो 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 एकदमै यहाँ हातमा पक्रेर त सफ्ट भएको छ केक। मजाले पाकेको छ। मिठो मिठो मिठो।